हाई गाइज, आज चाहिँ सोमबार मेरो दिदीको बिदा छ, छुट्टी छ। सो त्यही कारणले आज दिदीले हामीलाई घुमाउन लिएर जाने रे बाहिर है। त्यसैले आज चाहिँ दिदीसँगको घुमघाम कस्तो रहन्छ आजको यो भिडियोमा है त। सो लेट्स गो, जाम है त। भान्जा रेडी हुँदैछ यहाँ, मेरो जुत्ता हेर्दैछ केटोले। यता 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 फेरि हाम्रो दिदी पछाडि पछाडि के है त। हामी आज आउटिङको लागि जाँदैछौँ है, दिदीको छुट्टी छ। ल गाइज, हामी बाहिर आइसकेका छौँ है त। हाम्रो ग्याङहरू त्यहाँबाट आउँदैछ, भान्जा अनि दिदी है त। ल आज कस्तो हुन्छ आजको आउटिङ हेरौँ है। दिदीको छुट्टीमा हामी घुमघामको लागि हिँडिरहेका छौँ। यो चाहिँ हाम्रो वरिपरिको गार्डन है त। आज हामी कहाँ जाने दिदी? कहाँ कहाँ? UNO पार्क रे है त। यो चाहिँ हाम्रो रुम वरिपरिको यो उसो है। तिमी बोल्न मिल्छ कि बोल न। अनि तिमी बोल न। हेलो हेलो, हामी घुम्न जान लाग्यो भन न खै त। खन्चुवा भान्जा गाइज। हेलो हेलो हेलो। यो घर वरिपरिकै उसो हो, माटो। यो अहिले बन्द छ, आज छुट्टी छ। यहाँ चाहिँ आज सरकारी छुट्टी भएकोले बिदा छ भनौँ न, बिदा छ, बन्द छ। भान्जो भान्जो राजा बाबु। मम्मीलाई भेट अलिक छिटो फास्ट। जे जस्तो भयो भने एउटा सानोतिनो भ्लग बनाउने प्रयासमा छु म है त। यहाँ चाहिँ शान्त भएर हिँड्नुपर्छ, धेरै होहल्ला गर्नु हुँदैन गाई चाहिँ। अनि यहाँको डिसिप्लिन एकदम राम्रो छ, यहाँको रुल्सहरू एकदम राम्रो हुन्छ है। सायद जापान डिसिप्लिनमा नम्बर 1 कन्ट्री लाग्छ मलाई चाहिँ। यहाँ हरेक कुराहरू रुल बाई रुल हुन्छ अनि यहाँको मानिसहरू एकदमै डिसिप्लिन हुन्छन्। हेर्नुहोस् फुलहरू कति राम्रो राम्रो हुन्छ गाइस, हेर्नुहोस् त। यहाँ चाहिँ मान्छे बस्ने ठाउँ आनन्दले है। हाम्रो ग्याङहरू यो चाहिँ कति राम्रो। फुलहरू यस्तो मजाले फुल्छ यहाँ, फुलहरू। हेर्नुहोस् त, यहाँ त यस्तो बाटोमा यस्तो राम्रो राम्रो फुलहरू फुल्छ, यस्तो हुन्छ रुख। अब चाहिँ हामीलाई हेर्नुहोस् यो सुन्तला के हो, यत्रो ठुल्ठुलो फल्छ है। यसलाई चाहिँ हलुवा बेद भन्छ। हलुवा बेद है त गाई, हाम्रो नेपालमा पनि यो पाइन्छ। ल हेर्नुहोस् त्यहाँ सुन्तला, सुन्तला देख्नु पनि गाई। सुन्तला यताको घरहरू चाहिँ यस्तो हुन्छ न इँटाको, न माटोको, न ढुङ्गाको, के को है, थाहै हुँदैन। यहाँ आएको चाहिँ लगभग 5-6 दिन भइसकेछ मेरो।
5-6 दिनमा आज चाहिँ दिदीको छुट्टीमा घुम्न जाने समय मिलेको छ अनि एउटा सानो ब्लग पनि बनाउने समय मिलेको भएर त्यो चाहिँ मैले ब्लगिङको लागि रेकर्डिङ गरेको है त गाइस। यो चाहिँ एकदम हरर बास्ना आउँछ यो फुल चाहिँ गाइस है त हरर बास्ना आउँछ। हेर्नुहोस् यताको घरहरू हेर्नुहोस् है त राम्रो छ सफा हुन्छ बाटोहरू पनि हेर्नुहोस् है फोहोरहरू केही हुँदैन सफा। यताको बाटो बिग्रियो भने पनि 1-2 घन्टामै रेडी गरिदिन्छ यहाँको बाटोले है त। ल हामी चाहिँ यो ट्रेनको उसमा आइपुगेको छौँ गाइस है। यहाँ चाहिँ यसरी टिकट दिनुपर्छ कार्ड नबनेकोहरूले चाहिँ यसरी यो बेच्नुबाट टिकट लिएर ट्रेनको टिकट दिन सकिन्छ है त। अब चाहिँ हामी यस्तो खाले टिकट दिनुपर्छ है कार्ड नभएकोहरूले चाहिँ। अनि यो यहाँनिर यसरी छिराउनु पर्छ गाइस। एकछिन यसरी योबाट छिराएर हामी जानुपर्छ यो कार्ड यसरी पल पर्छ है त गाइस। हतार हुन्छ अब फेरि अर्को आउनु नि त। अनि किन लेट भयो हामी? ओहो हामी 2 मिनट लेट भयो अरे है त गाइस। 2 मिनट लेट भयो अब ट्रेन आउन अर्को 20 मिनट टाइम लाग्छ अरे। अब हामी वेट गर्नुपर्छ है। ट्रेनको वेटिङमा छौँ हामी। उताबाट ट्रेन आइरहेको छ है। ट्रेन आइसकेको छ। ट्रेन आउँछ गाइस है। अब हामी ट्रेनमा चढेर त जान्छौँ है त। बाँकीको भिडियो उतै फाइनल्ली हामी युएनओ पार्क आइपुगेका छौँ। ल हेर्नुहोस् त यहाँ एकदम भिडभाड छ भिडभाड। पहेँलो रुख स्काई ट्री टावर मान्छेको भिडभाड हुँदा केही छैन यहाँ। यही पहेँलो रुख हेरेर आएको हामी। गेम हुँदै रहेछ। फोटो खिच्ने कार्यक्रम भइरहेछ। यहाँ पुरै प्याक छ। यहाँ मान्छेको भिडभाड धेरै ज्यादा के गर्ने यताबाट पनि पुरै प्याक छ। एरिया ठुलो छ क्या यो अब यतातिर पनि किसिमबाट उयो नै झरेर यता माथितिर नै आउँछ। अनि हाम्रो पनि झरेर माथितिर आउँछ। यो त निन्जा अरे नि त निन्जा।
इन्स्टल हो यो निन्जा फेस्टिभल अरे निन्जा फेस्टिभल खै निन्जा खान्छ त्यहाँनिर सायद नाच्दै होला पूजा लाग्छ होला त्यहाँनिर थाहै छैन आज लाग्दै रहेछ कि यहाँनिर के हो कालो कालो के हो रे दिदी यहाँ निन्जा फेस्टिभल अरे हो लास्ट डे रहेछ क्या आज यसो बन्द गरेर त्यसो भत्रै छ मैले पनि देखेँ यहाँनिर नि गएको भएर फेरि हामीलाई थाहा हुँदैन म्युजियममा आफ्नो कल्चरको बारेमा यहाँको हिस्ट्रीको बारेमा यताउति के छ यहाँ सबै हिस्ट्री यो चाहिँ म्युजियम हो यो ठुलो आफू नयाँ नौलो मान्छे खासै केही कुरा थाहा छैन यहाँको बारेमा यत्तिकै बस्ने फुलहरू फल्दो रहेछ फुलहरू फुल्ने रहेछ यहाँ चाहिँ वाटरफल हुन्न माथिबाट छरेर कति बेला हुन्छ त एकछिनमा हुन्छ म्युजियम नाइस छ यो म्युजियम है त युएनओ जू पार्क है त यो जू है त युएनओ जू यस्तै भयो है रात परेको कारणले भिडियो पनि खासै राम्रो नहुनुभयो है त हामी फोटो पनि नखिचिकन हिँडिरहेछौँ यसले अब टुट साउन्ड राख्ने भयो र हामी पार्कतिर हिँडिरहेका छौँ यस्तो अहिलेको मौसममा भन्दा पछि यो साकुरा फुल्ने सिजनमा चाहिँ राम्रो हुन्छ अरे यहाँ है यहाँ चाहिँ अहिले यही पहेँलो रुखहरू हेर्नलाई मात्र आएको हामी है त यहाँको मन्दिर यो मन्दिर अहिले चाहिँ बन्द भइसकेको रहेछ अब यतातिर जाने रे यो तलतिर के छ भएर है यो चाहिँ मेरो फर्स्ट टाइम युएनओ पार्कको सानो भिडियो है त यताको घुम्न आएको फर्स्ट टाइम के हो यो दिदी मन्दिर आइपुग्यो यो मन्दिरमा कुन चाहिँ भगवान हुन्छ अब के छ त हामीलाई कुन हुन्छ उस हुन्छ होला हाम्रो बुद्ध भगवानजी गौतम बुद्ध भगवानजी हुन्छ मन्दिरमा थोरै यो लेको राम्रो यहाँ कुन चाहिँ भगवान हुनुहुँदो रहेछ है त यहाँ चाहिँ न्यु इयरमा आफ्नो विस देखेर बाँध्यो भने विस पुरा हुन्छ अरे है त गाइज आफ्नो विस लेख्ने अनि यहाँ झुन्डाउने पुरा हुन्छ भन्ने विश्वास छ यहाँको कार्डहरू कहाँबाट ल्याउँछ यो लेख्ने कार्ड चाहिएन अनि मन्दिरको मन्दिर बोटिङ गर्ने है पार्क हेर्न आउनेहरूले मन्दिरहरू हेर्न आउनेहरूले यसमा चाहिँ बोटिङ गर्न पाउने रहेछ यहाँ है त त्यहाँभित्र के कार्यक्रम भइरहेको छ यता चाहिँ हामी बजार साइड आइपुग्यौँ झिलिमिली कति राम्रो छ
Panda Park. झिलिमिली झिल्का नाइस यहाँको स्टलहरु खानेकुराको ल यो चाहिँ उयानो सिटी है त बबाल ठुला बिल्डिङहरु छन् ओ सिटी Whoa. Wow. 깊이가 없죠. Santa statue. आज रात परेकोले है ढिला भएर हामी फर्क्यौं युएन स्टेसन है त पुरै प्याक हुन्छ प्याक हाम्रो ठाउँहरु छ है आज अलि ढिलो आएको भएर अब हामी फर्किन लाग्यो है त गाइस अब लेट भयो आज नेक्स्ट टाइम आएछ भने फेरि बनाउँला है त